हेलो साथीहरु, दर्शक नमस्ते, वेलकम टु माई एनदर भिडियो। साथीहरु, तपाईहरुलाई मेरो अर्को भिडियोमा स्वागत छ। साथीहरु, आज शुक्रबार हाम्रो गाडी लोड हुँदैन, त्यसैले हामी लखर भोलिको लागि चाहिँ भोलि लोड गर्नको लागि गाडी लाइनमा लगाउनु पर्छ। त्यसैले हामी गाडी लाइनमा लगाउनको लागि खाना खाएर जाँदैछौँ। मेरो दुई चारजना साथीहरु अगाडि अनि दुई चारजना साथीहरु पछाडि छ। म चाहिँ बीचतिर छु है साथीहरु। छेउछेउको तितो बिचको मिठो भन्ने कुरा तपाईहरुलाई थाहा छँदैछ नि। त्यसैले म मान्छे एकदमै मिठो स्वादिलो अनि ह्यान्डसम छु साथीहरु। हिजो चाहिँ मैले कपडा धोएर सुकाएको थिएँ तर सुकेन। त्यसैले मेरो कपडाहरु छरपस्ट गाडी भरेन यसरी अस्त व्यस्त रूपमा छरिएर बसेको छ। अनि त्यसपछि हामी लोड गर्ने ठाउँ चाहिँ यहाँबाट चाहिँ लगभग 3 घण्टा 3.5 घण्टा 4 घण्टा लाग्छ। अनि आजको मौसम चाहिँ एकदमै सफा भन्नाले कालो बादल लागिरहेको छ होइन। अनि त्यसपछि पानी पर्ला जस्तो भइरहेको छ, आकाशबाट पानी झर्ला जस्तो भइरहेको छ। अनि मेरो मभन्दा पछाडि चाहिँ मेरो मगर सोल्टी हुनुहुन्छ। मगर सोल्टी घर चाहिँ चन्द्रौटा हो होइन। मगर सोल्टी चाहिँ एकदमै आँटिलो मान्छे हो क्या होइन। मगरको छोरो होइन, एकदमै आँटिलो खतरा छ क्या त्यो मान्छे चाहिँ, त्यो मगर सोल्टी चाहिँ होइन। गाउँमा पनि ऊ त घर चाहिँ कपिल बस्ती चन्द्रौटा हो होइन। ऊ घरतिर पनि गाउँमा पनि पुरै खत्रै टोइलेट नै रहेछ नि त। अनि मेरो सोल्टी त अनि उसको टोलमा अनि मगर सोल्टी भनेपछि त राज हो नि त नाम होइन। राज सोल्टी भनिसकेपछि फेरि 70 वर्षभन्दा माथिको 10 वर्षभन्दा मुनिको सब डराउँदो रहेछ त। अनि यहाँ पनि त अनि हाम्रो गाडी लाइनमा गाडी चलाउने केटाहरू जो पातल फुचेहरू अलिक बुढोहरू ऊ देखेर सबै डराउँछ नि त। खतरा छ मान्छे फेरि राज सोल्टी फेरि होइन। उसले फेरि कस्तो छ भने सितिमिति रिसाउँदैन। रिसाएपछि उसले आँखै देख्दैन साथीहरू। अगाडि खम्बा छ भने नि दायाँ बायाँ नगइकन सिधै खम्बामा टोकिन्छ फेरि। खतरा छ मगर सोल्टीको रिस त। अब यस्तै हो साथीहरू, बाटो यस्तो छ। मेरो चाहिँ माइक छैन होइन, त्यही भएर म चाहिँ चिच्चाइ बोल्न परिराखेको छ होइन। मेरो कुरा सुन्दा मेरो गफ सुन्दा तपाईँहरूलाई गफ के अरे वाक्क लाग्न सक्छ। त्यस्तो भयो भने तपाईँहरूले मेरो भिडियो नहेरिदिनु होला होइन साथीहरू। किनकि अब म चाहिँ भिडियो चाहिँ डेली रूपमा कन्टिन्यू रूपमा भिडियोहरू मजाले हाल्छु। चाहे अब त्यो भिडियो राम्रो होस् नराम्रो होस्, भ्युज आओस् नआओस्, आई डोन्ट केयर। जस्ट म भिडियो अनगिन्ती रूपमा भिडियो बरर हाल्ने हो साथीहरू म होइन। अनि त्यसपछि आजको मौसम यस्तो छ होइन। अब यो मौसम हेर्दाखेरि एउटा गीत गाउन मन लाग्यो यार। कालो बादल च्यातेर हो एक दिन त घाम लाग्ला, यो दुखीलाई सम्झ्यो भने अप्ठ्यारोमा काम लाग्ला। साथीहरू, म गीत पनि दामी गाउँछु होइन साथीहरू। म मल्टी ट्यालेन्टेड मान्छे हो साथीहरू। मलाई सबै कुराहरू गर्न आउँछ साथीहरू। ड्राइभिङ त म त प्रो भइसकेँ साथीहरू होइन। नेपालमा चाहिँ मलाई चाहिँ मेरो अमृत भाइ भन्ने एउटा भाइ छ होइन। त्यो भाइले मलाई गाडी सिकाएको, स्टेरिङमै समातेर यता काट्नु दाइ उता काट्नु दाइ, गेर यसरी हान्नु भनेर मलाई त्यो भाइले सिकाएको होइन। त्यो भाइको गुण चाहिँ मैले लाइफमै बिर्सिन्न होइन। मान्छे चाहिँ बबिदेल जस्तो छ, तर मान्छे बबिदेल जस्तो भए पनि बानी व्यवहारहरू यस्तो खतरा दामी छ क्या त्यो भाइको होइन। कहिले रिसाउँदैन, कुल टाइपमा हिँड्छ, सधैँ आफ्नो काममा मात्र ध्यान दिन्छ। दायाँ बायाँ यताउता लपन सपन केही पनि गर्दैन नि त त्यो भाइले होइन। मान्छे पनि दामी छ कि। म फेरि त्यस्तै दामी मान्छेको मात्र सङ्गत गर्छु कि अरूको गर्दिनँ। हुन त मेरो साथीहरू कति आम्मा मेरो साथीहरू सबै एकदमै राम्रो छ क्या साथीहरू। म मात्र अलिकति नराम्रो हाँडे गप्टे जलकाँडे जस्तो देखिने भनेको त होइन। यस्तै हो साथीहरू होइन। मेरो भिडियोहरू हेर्दै गर्नु होला। भिडियो अलिकति लामो भयो जस्तो छ होइन। आजकल यस्तो लामो भिडियोहरू कसैले पनि हेर्दैन, मलाई थाहा छ। यो भिडियोहरू पनि धेरैले हेर्दै हुन्न होला, तर होइन हेरे होस् नहेरे नहोस् आई डोन्ट केयर होइन। यो भिडियो चाहिँ अब चाहिँ मेरो भिडियोहरू डेली आउँछ है साथीहरू, डेली आउँछ। इरिटेट हुनसक्छ तपाईँहरू मेरो भिडियोले गर्दाखेरि। अब चाहिँ होसियार